के तपाईले सामान खरिद गरिसकेपछि बिल माग्ने गर्नुहुन्छ? यही साउन 1 गतेदेखिका बिजकहरू जोगाएर राख्नुस् है। बिजक संस्कृति विकास गर्न नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले ल्याएको छ करदाता प्रोत्साहन उपहार कार्यक्रम। प्यानमा दर्ता भएको विक्रेता मार्फत एक पटकमा रु 100 भन्दा बढी मूल्यको वस्तु वा सेवा नेपालभित्र खरिद गर्नुभएको छ भने यस कार्यक्रममा सहभागी हुन पाउनुहुन्छ। तर व्यावसायिक खरिदका बिल, सरकारी सार्वजनिक संस्थानका बिल, टेलिफोन, इन्टरनेट, बिजुली वा हवाई टिकट बिलहरू कार्यक्रममा समावेश हुने छैनन्। यदि तपाईले डिजिटल माध्यमबाट मर्चेन्ट अकाउन्टमा सोझै भुक्तानी गर्नुहुन्छ भने तपाई कार्यक्रममा स्वतः सहभागी हुनुहुनेछ। तर नगद भुक्तानी गर्नुभएको छ भने विभागको वेबसाइट गई बिल जारी भएको 15 दिनभित्र बिजक नम्बर र जारी मिति, विक्रेताको प्यान नम्बर र कुल रकम र खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। प्रत्येक योग्य बिल 1 वटा टिकट सरह रहनेछन्। विभागले प्रत्येक महिनाको 1 गते र 16 गते स्वचालित प्रणाली मार्फत विजेता छनौट गर्नेछ। हरेक दिन 1 जनाले करकट्टी पश्चात 1 लाख, त्यसैगरी हरेक 15 दिनमा 1 जना भाग्यशाली विजेताले रु 10 लाख अर्थात करकट्टी पश्चात 7,50,000 प्राप्त गर्नेछन्। विजेताको जानकारी विजेताले अनलाइन पे गरेको मोबाइल नम्बर वा बिजक विवरण राखी दर्ता गरेको मोबाइल नम्बर र इमेलमा पठाइनेछ। विजेताले नतिजा सार्वजनिक भएको 15 दिनभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ, जससँगै सक्कल बिजक, आधिकारिक परिचय पत्र, बैंक खाताको विवरण र प्यान नम्बर बुझाउनु पर्नेछ। यसरी कागजात जाँचबुझ भएको 10 दिनभित्र उपहार रकम सोझै तपाईको बैंक खातामा जम्मा हुनेछ। तर समयमै दाबी नगरेमा वा विजेताले बिजक पेश गर्न नसकेमा त्यस्तो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। याद राख्नुस् है, प्यान बिल वा भ्याट बिल नै माग्नुहोला, एस्टिमेट मान्ने हुने छैन। अनिवार्य बिल लिऊ, कर अनुपालनमा सहभागिता जनाऊ।